हेलो नमस्ते यहाँ सम्पूर्णलाई वेलकम टु माई न्यू डे न्यू भ्लगमा यहाँ सम्पूर्णलाई स्वागत छ आजको भ्लगमा सबैजना यहाँ उपस्थिति भइसकेको छ अहिले आज चाहिँ हामीले यता मन्थलीबाट चाहिँ स्टार्ट गरेको छ सो होपफुल्ली हजुरहरूलाई इन्जोय गराउने छु र तपाईँहरू पनि मेरो भ्लग हेरेर इन्जोय लिनुहुनेछ भन्ने आशाका साथ अब यात्रा सुरु गर्नेछु लेट्स गो ब्रेक टाइम खाजा टाइम भइसकेको छ केटाहरूको होइन अब एकछिन सर र सबैजना अहिले चाहिँ चना अन्डा खान लागेको छ अनि हल्दी बेसी आइसकेको छ होइन सो अब चाहिँ खाजा खाएर पनि रेडी भइसकेको छ केटाहरू अब राइड फेरि सुरु यु क्यान सी अहिले चाहिँ यहाँनिर हाम्रो ब्रेक पोइन्ट भइरहेको छ केटाहरू चाहिँ पुरै रेस्ट गरिरहेको छ अहिले चाहिँ लेट्सी अब यहाँ हुँदै यो डाँडातिर यो डाँडा नै होला जहाँसम्म लाग्छ फाइनल्ली हामी चाहिँ अहिले चरीकोट आइसकेका छौँ दोलखा चरीकोट सो कालिम्चोकको यात्रा अनि कालिम्चोक दर्शन गरेर त्यस पछाडि हामी फेरि शरीर फर्किनेछौँ सो हामी चाहिँ अहिले दोलखा चरीकोट हुँदै माथि कालिम्चोकतर्फ हामी उकालो लागिसकेको छौँ यु क्यान सी भ्यू सो अनि राइड गर्दै हुनुहुन्छ हाम्रो आकी पण्डित अर्थात् युजन लामा होपफुली हजुरहरूलाई आजको भिडियो एकदमै मनपर्ने छ र हजुरहरूलाई मन परेमा होइन एउटा कमेन्ट लाइक अनि सेयर अनि च्यानललाई पनि सब्सक्राइब गर्न नबिर्सिनु होला सो राइट अहिले चाहिँ हामी कालिम्चोकको ठ्याक्क अब बिच सुन्दरतिर आइपुगिसकेको छौँ बाटो यस्तो छ सो अनि केटाहरू चाहिँ आउँदैछ पछाडि हामी चाहिँ अगाडि नै आएको हो होइन अब यहाँबाट त्यस्तै अझै 30-40 मिनट जति लाग्छ होला अब चाहिँ आइपुग्नु आइसक्यो कालिम्चोक आनन्द छ सो अब हामी सिधै कालिम्चोकको गेटमा पुगेर चाहिँ हामी भेट्नेछौँ है हामी अहिले त कालिम्चोक आइपुगिसकेका छौँ तपाईँहरूले देख्न सक्नुहुनेछ So alright guys, right now. कालिम्चोक सो अहिले चाहिँ हामी कालिम्चोकको चाहिँ दर्शन गर्न चाहिँ हामी यहाँनिर जानुपर्छ सो यहाँनिर अनि हामी चाहिँ यताबाट जानु लाग्यो अनि उहाँ चाहिँ यता केबल कारबाट यताबाट आउँछ सो सो तपाईहरुले
किन बोलेन किन भन्दा पनि अब हिँड्दाखेरि एकदमै गाह्रो यस्तो हुन्छ वाउ यस्तो हिमाल छ नाइस नाइस अनि यस्तो छ अनि रुखहरू यस्तो छ वा नाइस केही बोलेन होइन किनकि आज मेरो पछाडि तपाईँहरूले देखिसक्नु भएको छ हिमाल छ सो हिमाल र पहाडको बिचमा रहेको हाम्रो अत्याधिक धर्मशाल लेभिल्लो आगे धर्मस्थल कालिङचोक कालीले दर्शन गर्न हामी आएका छौँ सो तपाईँहरूले चाहिँ के गर्नु सक्नुहुन्छ भनेदेखि चाहिँ सो यो चाहिँ कालिङचोक रहेको छ केबल कार चाहिँ यहाँबाट जान्छ है त केबल कार यहाँबाट पनि हिँडेर आउन सकिन्छ होइन यहाँबाट पनि सो हामी चाहिँ यताबाट फेरि यता भएर अनि यतापट्टि यसलाई चाहिँ के भन्छ आइरन होइन अनि यतापट्टि आएर चाहिँ हामी सो बसेको अनि यहाँबाट आएको हामी चाहिँ होइन सो म तपाईँहरूलाई देखाउने नै छु यु क्यान सी यस्तो छ है त सिनारी चाहिँ सो अब धेरै छैन यही डाँडो उतापट्टि हो इन्जोय गर्नु होला गाइज एन्सर अब के भन्छ यो भर्याङ चढ्दै हुनुहुन्छ कालिन्छ मन्दिर यहाँ पुग्नुपर्ने हो सो फाइनल आइसकेका छौँ हामी धेरै छैन अलिकति बाँकी छ देख्न सक्नुहुनेछ यही हो अब माथि पुगेर सो अब हामी सिधै मन्दिरमा गएर भेट्नेछौँ त्यो लागि टाटा हाम्रो सम्धि आइपुग्नु भयो अब सम्धिनी रिच हामी त अब नन रिच राजी यु आर अल्सो रिच आई एम नट अ रिच वाक आई एम वाकिङ आई एम वाकिङ यस्तो हुनुहुन्छ अनि यस्तो छ अनि यस्तो खाऊ जाखा मुझे ना कबाड़ रमदा है मुझे तमाम पांच त्याचं जा ब्लॉग रे आयु जाबे चाहिँ मेमोरी त गाइके यस्तो छ पहिला बाटो नहुँदा कसरी आयो होला अम्बोले डर पो लाग्यो भवानी हेट oh my god हेट मुनि वाउ नाइस हाम्रो केटाहरू आउँदै हुनुहुन्छ आइपुग्यो हामी फाइनल्ली सबैजनाको रक्षा गरौँ है
अल राइट, तपाईँहरूले देखिसक्नु भएको छ आजको यात्रा के कस्तो भयो होइन। सो मेरो भ्लग कि त मेरो रहनै हुन्छ। सो त्यस्तो भ्लगिङ अब प्रोफेसनली भ्लगिङ भनेर पनि हिँडेको छुइनँ होइन, मेरो समयमा हिँडेको थियो। सो समयको व्यस्तताको कारणले गर्दा र आफ्नै उसले गर्दाखेरि चाहिँ मैले भ्लग कन्टिन्यू गर्न पाएन। हजुरलाई पनि इन्जोय भयो होला, सो त्यही भन्न चाहन्छु। सो आजको भ्लगलाई चाहिँ म यहीँ इन गर्न चाहन्छु। सो भोलिको सैलुङको भ्लग चाहिँ फेरि म सैलुङबाट स्टार्ट गर्ने नै छु। होप यु इन्जोय दिस भिडियो गाइस, डोन्ट फर्गेट टु सब्सक्राइब गरिसकेपछि छेउमा रहेको बेल आइकनलाई क्लिक गरेर अल मात्रै चुन्न बिर्सिनु होला।